हेलो सेवन एभ्रिवान, हजुरहरूलाई स्वागत छ राईकान्छीको भ्लगमा। अनि यहाँ चाहिँ मोमो छ। आज चाहिँ मोमो खानु लागेको हामी चाहिँ, पानी पनि पर्दैछ, वेदर पनि एकदम मोमो खाने खाले भइरहेको छ। तातो तातो मोमो अनि अचार चाहिँ तिल टमेटो खोर्सानीको बनाएको छ पुकुले। अनि विथ पुकुसँग म चाहिँ, खै पुकु नमस्ते पनि भन्दैन। नमस्ते। अनि उसलाई चाहिँ भिडियोमा आउँदाखेरि शरम लाग्छ नि त, अलिक बोल्नु आउँदैन, त्यही भएर चाहिँ कम्ती बोल्छ। अनि अब चाहिँ खाएको है त गाइसहरू, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला है त हजुरहरूलाई। फर्स्ट बाइट टमेटो तातो मिठो अचार चाहिँ मैले हालेको छुइनँ गाइसहरू, यहाँ हाल्नुपर्ने हुन्छ नि त। उसले चाहिँ खाँदैन झोल मोमो, त्यही भएर चाहिँ मैले चाहिँ अन्डा मोमो। यो मटर पनि हाल्नुपर्ने हुन्छ गाइसहरू। मलाई चाहिँ यो मटर साह्रै मनपर्छ, हाम्रो चाहिँ उता हुँदैन, सिक्किमतिर यता मात्रै देखेको मैले चाहिँ, उता पनि भए हुन्छ। कमेन्ट गर्नु होला उता पनि पाउँछ भने यो बाफे मटरहरू चाहिँ गाइसहरू। सिक्किममा त कृष्ण मटर मात्रै देखेको नि त मैले, चाम्रो हुन्छ त्यो त, यो चाहिँ त्यस्तो चाम्रो हुँदैन, दाँतमा हुनेलाई पनि ठिकै छ। टेस्टी रहेछ, टेस्टी यम्मी। खै त यम्मी यम्मी भन्दैछ, यम्मी यम्मी। ब्याकग्राउन्डमा चाहिँ यति कुखुरा कराइरहेछ। यो कुखुरा चाहिँ दिनैभरि कराउँछ गाइसहरू, भक्कु सुत्नेलाई भने चाहिँ यति साह्रो डिस्टर्ब गर्छ कि यो कुखुरा चाहिँ गाइसहरू। अहिले बिहान भएको पनि थाहा हुँदैन, रात परेको पनि थाहा हुँदैन। यम्मी यम्मी। सुपमा चाहिँ इस्कुसको जल्दी पनि हालेको मैले चाहिँ, त्यस्तै हुन्छ नि त। के भएर क्यामेरामा तपाईँ आदिँदै आउनु, यसो गर्नुपर्ने हो। अल्गो भएर ल यस्तो गरिदिनु पर्यो। अल्गो भइसक्छ फेरि। अचारसँग गाइसहरू त्यस्तै भएको छ नि, टेस्टी। मैले बनाएको नि त किमा चाहिँ, त्यही भएर मात्रै मिठो भएको। अब आज पुपुले पनि मलाई हेल्प गरेको नि त नि। पिरो पिरो के भन्नु, तपाईँले लगाएको त खोर्सानी।
उसले बनाएको अचार हो, किमा पनि उसले गरेको, दामी भएको छ मोमो चाहिँ, तर उसलाई चाहिँ पिरो लाग्यो अरे। किन हो आई डोन्ट नो, मलाई चाहिँ ठिकै छ। पिरो भयो साह्रो पऱ्यो। उसले ज्यादा पिरो खाँदैन नि त गाइसहरू, त्यही कारणले गर्दाखेरि साह्रो परेको होला सायद। हाल्नु चाहिँ उसले हालेको, डल्ले हालेको थियो तपाईँले, एउटा ठुलो डल्ले हालेको थियो, अन्त चाहिँ अरू चाहिँ बजारकै खोर्सानी। म र मम्मी चाहिँ खतरा पिरो खान्छु, बाउ छोराले अलिक कम्ती खान्छ नि त। चिसो भएछ नि वेदर। खानु न बुबा, खानु न, खाइहाल्नु न, त्यो कम्प्लिट गरिहाल्नु न बुबा। के भएको यहाँ, म त कम्प्लिट गर्नुपर्छ यो छिटो हेर्नु न। ला गाइसहरू, मोमो त मैले त आधा बनाएँ। Go. कस्तो भयो? कस्तो भयो? कस्तो मिठो भएन? किन? खोर्सानी हालेको रहेछ। गाइसहरू प्र्याङ्क गरेको प्र्याङ्क सक्सेस भयो। म चाहिँ, मलाई खुसी लाग्यो। तर फर्स्ट पालि चाहिँ उसले याद पाएन। मजाले खायो कि गरम गरम चपाएर, अन्त अहिले चाहिँ म हाँसेर मात्रै याद पाएको होइन, याद पाइयो। अहिले चाहिँ खोर्सानी नदलिकन खाएको थियो। यहाँ बस्नु न। उसले चाहिँ अहिले चाहिँ खोर्सानी नदलिकन खाएको थियो। यो चिया पिउँदै गर्नु न। ए चिया सक्यो। उसले चाहिँ खोर्सानी के भन्छ नदलिकन खाएको थियो, अहिले चाहिँ अचार दल्दै खाँदै थियो नि त। याद पाउनुको लागि अचार नदलेको र हो। ला सरी प्र्याङ्क गरेको, सिरियस भयो। खोर्सानी ज्यादा खाँदैन नि त गाइसहरू। उसले चाहिँ प्र्याङ्क सक्सेस भएँ म हो, तर उसले चाहिँ खानु सकेन बिचारी, निकाल्यो डल्लै। यो खोर्सानी छ यसमा चाहिँ गाइसहरू, हेर्नुहोस् न प्र्याङ्क गरेको। ए यो चाहिँ एक्सक्युज मी, हरियो खोर्सानी हो नि त गाइसहरू, त्यही कारण भिडियो गरौँ भनेर चाहिँ उसलाई मैले प्र्याङ्क गर्नु खोजेको थिएँ खोर्सानी हालेर। एउटामा चाहिँ उसले याद पाएन, एउटामा चाहिँ याद पाएँ गाइसहरू। एउटा मात्रै हाल्छु भनेर सोचेको थिएँ, एउटा मात्रै हालेको चाहिँ याद पाउँदैन थिएछ उसले। त्यो पनि डल्ले, दुईवटा हालेर चाहिँ याद पाएको। त्यो पनि डल्ले भन्दैछ। के भन्छ गाइसहरूलाई, के भन्छ होइन? नो वर्ड्स। साह्रो पऱ्यो उसलाई चाहिँ। गाइसहरू, यस्तै भिडियो हेर्नु छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला है त। बाई बाई, थ्याङ्क यू फर वाचिङ। बाई गर्नु न। बाई बाई गाइस। बाई बाई।